ल स्टार्ट। हामी कहाँ छौँ रे छोरी? दादा दिदीको स्कुल। हामी कहाँ जान लागेको अब? अब मेरो घर। कहाँ छ घर छोरीको? पालबारी। पालबारी हो। अहिले चाहिँ कसकोमा आएको? ठुल्दादीकोमा। ठुल्दाटीकोमा? ठुल्दाटीकोमा रमाइलो भयो कि भएन? भयो। अनि घर जान मन लाग्छ कि छैन? छैन। छैन? छैन। किन? के थाहा। मन लागेन? हजुरको घर राम्रो रहेछ। मेरो घर राम्रो रहेछ? के भएर छोरी? चक्लेट दिएर। चक्लेट? कसले दिएको चक्लेट? ठुलममले। हो? ए अब कहिले आउने त ठुल्दाटीको घरमा? अब आउने। अनि उताको घरको याद आएको छ कि छैन? पुरानो भएर कहाँ याद आउँछ? के पुरानो भएको छोरी? के थाहा। घर पुरानो भएर याद नआएको? नयाँ घर भएको याद आउँथ्यो? अनि कसको चाहिँ याद आएको छ अरे छोरीलाई? बाबु मम्मीको। घर चाहिँ के भएर याद नआएको अरे? पुरानो भएर। अनि अर्को? के नि होइन। यो भन्दै थियो त छोरीले, घर के अरे? याद नआएको। याद नआएको? अनि घर त स्ट्याचु कि के भने होइन अघि? स्ट्याचु त हो। अनि त्यही भएर याद नआएको? ए अनि बाबाको याद चाहिँ कति आएको छ? धेरै याद आएको छ? अनि बाबाको याद आएर पनि अनि घर जानु मन नलागेको हो? ए अनिखेर मम्मीको नि? मम्मीको नि याद आएको छ, बाबाको नि याद आएको छ। हो? अनिखेर ठुल ड्याडी र ठुल मम्मीको याद आउँछ कि आउँदैन अब घर गएपछि? आउँछ? अब कहिले आउने हो त यता ठुल ड्याडीको घर? अब नजाने आउनु, यता बस्ने हजुरको घरमै। ठुल ड्याडीकै घर बस्ने? उता नजाने? किन? लग्नु है हजुरको घर। मेरै घर लग्नु? साँखु घर नजाने? ए अब स्कुल छुट्टी हुन्छ अनि फेरि ठुल ड्याडी लिन आउँछु नि, हुन्न? हुन्न? हो? अब स्कुल छुट्टी हुन्छ अनि ठुल ड्याडी आइहाल्छु नि लिनलाई है? नै? ए किन? ल बाबा र मम्मीलाई के भन्ने त? ल के भन्नु छ? ल म भिडियोमा यो सेन्ड गरिदिन्छु, यो पठाइदिन्छु बाबा मम्मीलाई। घर जानु मन लागेन। अनि घर पुरानो छ। म आज यता बस्छु ठुल्दादीसँग। अनि बाई बाई, टाटा, गुड बाई। अनि बाबा मम्मीलाई के भन्ने त? तपाईँहरू राम्रोसँग बस्नु भन्न पर्दैन? हजुरहरू राम्रोसँग बस्नु होला। अनि कहिले आउँछु भन्ने त बाबा मम्मीलाई? अब भोलि होइन, भोलि आएपछि। भोलि आएपछि? अनि खोइ त छोरीको आफ्नो नाम त भनेन त खोइ? आरोही भुजेल। आरोही भुजेल? हो? अहिले कतिमा पढ्ने अरे? अहिले युकेजी। युकेजीमा? यता हेरेर भन्ने छोरी? युकेजी हो कि? युकेजी हो? अनि क्लासको साथीहरूको याद आउँछ कि आउँदैन? आउँछ? अनि भेट्न नजाने? आउँदैन मलाई त। आउँदैन? मेरो साथी बन्दैन, अनि कहाँ साथ बन्छु त? अनि कहाँ जान्छु त? अनि कोही पनि साथी बन्दैन? किन नि? के थाहा। छोरीको साथी छ कि छैन क्लासमा? छैन। छैन? कोही पनि छैन? होला कोही न कोही त? छैन? अब साथी बनाउने नि त? बेस्ट फ्रेन्ड नि छैन? हो? ल यता हेर्ने छोरी, यतै। ल लास्टमा किन छोरी? साथी भन्दैन नि, त्यही भएर हेर्ने? ल एकचोटि यहाँ मसँग साथी बन्नु होला मेरो क्लासको फ्रेन्डहरू मेरो भनेर भनिस् नि त यसमा? मेरो साथी
बनाइदिनु न मोमो एउटालाई नि एउटालाई उम्, गर्ल कि बोइज कुन साथी चाहियो मलाई उम्. गर्ल गर्ल आफू जस्तै राम्री है ल छोरीलाई अब एउटा साथी बनाइदिनु क्लासमा भनेर मम्मीलाई भन्ने है मम्मीले बनाउने होइन नि त आफैले बनाउने हो नि त के नामको छ गर्ल्सहरू सुप्रिया अँ शिविका फुची शिविका फुच्ची अनि स्मृति काली स्मृति काली अनि अनि